6 को ए नम्बर क्वेशनलाई तिम्रो सोल्भ गर्न सक्छ? नो सर। ल यसलाई म सोल्भ गरेर तिमीले सिकाइदिन्छु, ठीक छ? के दिएको छ पहिला लेख्ने यहाँ। सिग्मा x = 420 र n को भ्यालु दिएको छ 17 + p र अलरेडी मिन दिएको छ 20 र यसमा p को भ्यालु निकाल्नु छ। फाइन्ड द भ्यालु अफ p को भ्यालु फाइन्ड गर्नु छैन त p = what we know that लेख्ने। अब मिन को फर्मुला हुन्छ सिग्मा x/n और समेसन x/n, ठीक छ? यो इन्डिभिजुअल डाटामा मिन निकालेर फर्मुला यो सिग्मा x/n। अलरेडी मिन को भ्यालु कति दिएको छ 20 त 20 पुट गर्ने। दिस इज इक्वल टु अब हेर त यहाँ समेसन x को भ्यालु कति दिएको छ 420/n त n को भ्यालु कति दिएको छ 17 + p। अब यो 20 यो डिभाइडमा छ बेटा, डिभाइडमा छ नि, त्यो डिभाइडमा छ यो साइडमा आउँछ भने के हुन्छ मल्टिप्लाई हुन्छ। यो 17 + p दिस इज इक्वल टु 420। अब यो बेटा 20 ले दुवैमा मल्टिप्लाई हुन्छ, 17 मा पनि हुन्छ p मा पनि हुन्छ त 17 × 20 कति हुन्छ 340 हुन्छ। यस सर। अनि प्लस 20 × p 20p दिस इज इक्वल टु 420, ठीक छ? समझ आइरहेको छ? यहाँ और दिएर कमा दिनु, और दिएर कमा, और दिएर कमा दिनु हुन्छ। अब हेर बेटा यो 20p दिस इज इक्वल टु 420। अब यसको लाइक त यो हो, ठीक छ? यसको लाइक त यो हो, त यो प्लस छ नि, यो साइडमा आउँछ भने के हुन्छ -340। त यो 20p इक्वल टु अब यो घटाउँछ कति हुन्छ बेटा, कति हुन्छ भन? 80 हुन्छ। यो 420 बाट 340 लाई सबै गर्दाखेरि 80 हुन्छ। अब बेटा यहाँ हेर त p इक्वल टु अब यो 20 र p को बीच मल्टिप्लाई इक्वेसन छ नि, त यो 20 आएर यो साइडमा के हुन्छ डिवाइड हुन्छ 80 / 20। त सो p इक्वल टु अब 80 मा 20 ले डिवाइड हुन्छ भने कति हुन्छ 4। यहाँ लेख्न और दिएर कमा दिने, और दिएर कमा, और दिएर दिने। p को भ्यालु कति आयो फाइनल आन्सर 4 आइसक्यो। समझमा आयो? यस सर।